आज हामी तपाईलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको संक्षिप्त परिचय दिन गइरहेका छौँ। यो हो जिल्ला प्रहरी कार्यालय नवलपरासी, बरघाट संस्थापछि। के तपाईँ यो जिल्ला प्रहरी कार्यालय भिजिट गर्नुभएको छ? यदि छैन भने यो मूल गेटको सुरुवातसँगै ड्युटीमा रहेका प्रहरीहरू देख्नुहुनेछ, जुन आरपी रिपोर्टर्स पुलिस पनि भनिन्छ, जसले गतिविधिहरूको निगरानीसँगै आगन्तुकहरूलाई आवश्यक जानकारी वा दिशा निर्देशन प्रदान गर्ने काम गर्दछ। अब भने तपाईलाई ढिला नगरी मैले गेटभित्र प्रवेश गराउन चाहे। प्रवेश गर्न साथ जस्ट राइट साइड सुन्दर मन्दिरहरू देख्न सक्नुहुनेछ। मन्दिर दर्शन गरेसँगै लेफ्ट साइडमा प्रतीक्षालय रहेको छ, जहाँ आरामले बस्न पाउनुहुनेछ। केही समयको विश्रामसँगै प्रतीक्षालयको छेउ किनारामा सिटिजन हेल्प डेस्क अर्थात् नागरिक सहायता कक्ष रहेको छ, जहाँ तपाईहरूले दिनुभएको गुनासो, अपराध सम्बन्धी उजुरी वा अन्य कानुनी सहायता आवश्यक पर्ने विषयहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने गरिन्छ। अब भने म रिटर्न ब्याक हुन चाहे। यो हाम्रो कन्ट्रोल रुम रहेको छ, जहाँ सञ्चारसँग सम्बन्धित आपतकालीन सुरक्षा व्यवस्थासँगै सीसीटीभी, जीपीएस र अन्य प्रविधिहरूको प्रयोग गरी सहर वा क्षेत्रहरूमा हुने विभिन्न गतिविधिहरूको निगरानीसँगै भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरिन्छ। अब भने म कार्यालयतर्फ जान चाहे। यो हाम्रो कार्यालय प्रमुख निवास रहेको छ। हेर्नुहोस् त, कार्यालय सुरक्षामा खटिएका प्रहरी साथीहरू, आहा कति राम्रा चिटिक्क परेका। त्यसै भनिएको होइन, प्रहरी मेरो साथी। यो हाम्रो विभिन्न स्थानहरूमा रहेको चौकी युनिटहरूको एउटा विस्तृत चित्र रहेको छ, जसलाई पर्मानेन्ट मोडेल अर्थात् स्थायी मोडेल पनि भनिन्छ। स्थायी मोडेलसँगै यो भवनमा महिला तथा बालबालिका सेवा केन्द्र रहेको छ। यस केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाको रोकथाम, संरक्षण र पीडितको पुनर्स्थापना गर्ने काम गर्दछ। यो हाम्रो प्रहरी स्मारिका रहेको छ, जुन प्रहरीको गौरवमय इतिहास र बलिदानको प्रतीक पनि हो। कर्तव्य पालनाको सिलसिलामा वीर गति प्राप्त गरेका प्रहरी कर्मचारीहरूको सम्झनामा सधैँ स्मरण गर्ने उद्देश्यले बनाइएको हो। हेर्नुहोस् त, कति सुन्दर हाम्रो विश्राम वाटिका। तपाईँ र हाम्रो प्रहरी कर्मचारीहरूका लागि विश्राम, मनोरञ्जन र प्रकृतिसँग रमाउँदै आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखी यस विश्राम वाटिकाको डिजाइन गरिएको हो। यस कार्यालयको मनै लोभ्याउने मध्ये एक यो विश्राम वाटिका पनि पर्दछ। अब भने म विभिन्न स्थानहरूलाई सरसरी भन्न चाहे। यो हाम्रो फिजिकल फिटनेसका लागि बनाइएको हो। यो ब्याडमिन्टन कोर्ट रहेको छ। यतापट्टि प्रहरी निवास रहेको छ। अब भने म तपाईलाई आशाको केन्द्रबिन्दु जिल्ला प्रहरी कार्यालयको मूल ढोकाबाट प्रवेश गराउन चाहे।